हेलो गाइज, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। आज म तपाईहरुको लागि एकदमै नयाँ एप लिएर आएको छु जसको नाम रहेको छ यो आई रोबोट एप। यसमा मैले VIP 2 पनि किनिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यो आज 11 नोभेम्बरमा आएको हो। यसमा मैले VIP 2 पनि किनिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। मैले जुन VIP 2 2500 को रहेको छ, 400 रुपैयाँ मेरो प्रतिदिन आउनेछ अनि म त्यो पनि बाइ गरिसकेको छु हैन। यसमा तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यो तपाईहरुको रह्यो ड्याशबोर्ड ग्रे पृष्ठ। यसमा तपाईहरुको VIP हरु रहेको छ। यहाँ जस्तै VIP 1 रहेको छ 1000 रुपैयाँको रहेको छ, 150 दिन प्रतिदिन आउनेछ अनि VIP 2 रहेको छ 2500 को 400 रुपैयाँ प्रतिदिन आउनेछ। मेरो VIP 2 रहेको छ। VIP 3 रहेको छ 5500 को अनि 910 रुपैयाँ प्रतिदिन आउनेछ। VIP 4 रहेको छ 8500 को 1450 रुपैयाँ आउनेछ प्रतिदिन अनि VIP 5 रहेको छ 12000 को जसमा तपाईहरुलाई 2200 रुपैयाँ प्रतिदिन आउनेछ अनि यिनीहरु खुलेको छैन, यिनीहरु छिटै खुल्नेछ हैन। अनि यसमा तपाईहरुले लगइन गर्नेबित्तिकै 200 रुपैयाँ बोनस पाउन सक्नुहुनेछ अनि यसमा डेली साइन इन बोनस हेर्न सक्नुहुन्छ। तपाईहरुले 10 रुपैयाँ पाउन सक्नुहुन्छ। यहाँ अहिले चेक इन गर्नु 10 रुपैयाँ आयो तपाईको अनि मेरो खातामा 4575 रुपैयाँ पनि रहेको छ। म तपाईहरुलाई त्यो विथड्र गरेर पनि देखाउने छु। त्यो अमाउन्ट मेरो कहाँबाट आयो भने मेरो त्यो रिफल अमाउन्ट हो। म तपाईहरुलाई त्यो विथड्र गरेर पनि देखाउने छु 4575 रुपैयाँ। अनि विथड्र गर्नको लागि यहाँ मेरोमा जानुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुको यो खाता देखाइएको छ। मेरो कुल सम्पत्ति यहाँ रहेको छ 4550 रुपैयाँ। म तपाईहरुलाई त्यो सुरुमा विथड्र गरेर नै देखाउने छु। यहाँ ग्रे पृष्ठमा जाँदाखेरि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ निकाल्नुहोस्को अप्सन रहेको छ। यो निकाल्नुहोस्मा जाँदाखेरि यहाँ तपाईहरुले सुरुमा ब्याङ्क खाता जोड्नु पर्ने हुन्छ। ब्याङ्क खाता जोड्नको लागि यहाँ ब्याङ्क खाता रहेको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ धेरै ब्याङ्कहरुको अप्सन रहेको छ। जुन राख्नुहुन्छ त्यसरी नै ब्याङ्कहरु रहेको छ। ई-सेवा खल्ती जे पनि राख्दा हुन्छ हैन। अनि मैले यहाँ ई-सेवा राखेको छु, हेर्न सक्नुहुन्छ। ई-सेवा राखेको छु अनि आफ्नो नम्बर राख्नुपर्ने हुन्छ अनि यहाँ निकाल्नुहोस्मा यसरी क्लिक गर्दाखेरि यहाँ सुन्छ 4500 कति रुपैयाँ रहेको छ 85 रुपैयाँ अनि 100 को गुणनमा हुन्छ भने मैले 4500 गर्न आँटेको। 4500 गर्दा यहाँ पुष्टि गर्नुहोस्मा क्लिक गर्नु, होमा क्लिक गरेपछि यहाँ निकासी सफल भयो अनि यो कति मिनेटमा आउनेछ म तपाईहरुलाई त्यो पनि भन्नेछु है त। अनि हेर्न सक्नुहुन्छ 4500 मैले यहाँ निकासीको लागि यो गर्दिएको छु हैन। अनि यहाँ तपाईहरुले ग्रे पृष्ठमा क्लिक गर्दाखेरि यहाँ मेरो बिलमा यसरी क्लिक गर्नुहुन्छ भने हेर्न सक्नुहुन्छ मेरो 85 रुपैयाँ मात्रै रहेको छ अनि यहाँ मेरो कहाँ गयो यहाँ देखाउनेछ। मैले 4500 विथड्र गरेको थिएँ अनि प्रतीक्षारत देखाइएको छ। कति मिनेटमा सफल हुनेछ म तपाईहरुलाई त्यो पनि सेवामा आउनेछ बताउने छु है त। अनि यो भइहाल्यो विथड्रको प्रोसेस। अनि रिचार्ज गर्नको लागि यसमा यहाँ जम्मा गर्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ। जस्तै हेर्न सक्नुहुन्छ तपाईले मिनिमम 800 गर्न सक्नुहुन्छ। म 1000 रुपैयाँ रहेको छ 2500 जस्तै 2500 को गर्नुहुन्छ 2500 मा क्लिक गर्नुपर्ने हुन्छ अनि च्यानल 1 रहेको छ जारी राख्नुहोस्मा क्लिक गर्नुहुन्छ भने तपाईहरुको यस्तो अप्सन आउनेछ, हेर्न सक्नुहुनेछ। तपाईहरु यसो भुक्तानी काउन्टरमा जानुहोस्। अब एकछिनमा यो लोड लिइराछ, यस्तो अप्सन आउनेछ। यहाँ हेर्न सक्नुहुन्छ ब्याङ्क एकाउन्ट नम्बर आएको छ, ब्याङ्क नेम NMB ब्याङ्क आएको छ अनि ब्याङ्क एकाउन्ट होल्डर नेम आएको छ संगीता देवी खान अनि यसमा 2500 ई-सेवाबाट तिरेर ब्याङ्क ट्रान्सफरमा गएर अनि यहाँ त्यहाँबाट तिर्नुपर्ने हुन्छ अनि यहाँ भोचर अपलोड गरेर कन्फर्म गर्नुहुन्छ भने तपाईको पेमेन्ट यसमा 5 देखि 10 मिनेट भित्रमा एकाउन्टमा आउनेछ। यो आई रोबोट एपमा आउनेछ अनि त्यहाँबाट तपाईहरुले यो आफ्नो रिस्कमा VIP हरु किन्न सक्नुहुनेछ है त। अनि VIP हरु किनिसकेपछि तपाईहरुले यहाँबाट कमाउन सक्नुहुन्छ डेली बेसिसमा। हेर्न सक्नुहुन्छ कमाइको लागि यसमा चाहिँ राम्रो कुरा के छ भने यसमा घण्टामा पैसा आउनेछ। तपाईहरुको 1 घण्टामा आउनेछ पैसा अनि यहाँबाट माइन गर्नुहुन्छ भने तपाईहरुले यहाँबाट कमाउन सक्नुहुनेछ है त। अनि यहाँ तपाईहरुले देखाउनुहोस्मा यसरी क्लिक गर्नुहुन्छ भने यहाँ तपाईहरुको पेमेन्ट आको अपलोड गर्नुहुन्छ भने 20 रुपैयाँ पाउन सक्नुहुनेछ। अनि यहाँ मेरोमा क्लिक गर्नुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुको शेयर विथ फ्रेन्ड्स रहेको छ अनि गेट बेनिफिट यसरी यहाँ क्लिक गर्नुहुन्छ भने तपाईहरुको लिंक रहेको छ। यो लिंकबाट तपाईहरुले आफ्नो साथीलाई रिफर गर्नुहुन्छ भने 30% कमाउन सक्नुहुनेछ। अनि यो कार्यहरु पनि रहेको छ अनि यो कार्यहरु पनि पूरा गरेर तपाईहरुले यहाँबाट पैसा कमाउन सक्नुहुनेछ है त। अनि तपाईले यहाँ हेर्न सक्नुभयो सबै त मैले तपाईहरुलाई बताइदिसके। अनि यहाँ तपाईहरुले विथड्र मैले गरेको थिएँ, त्यो विथड्र चाहिँ कति मिनेटमा आउनेछ म तपाईहरुलाई त्यो पनि भन्ने छु है त। अनि विथड्र चाहिँ कति मिनेटमा मेरो ई-सेवामा आउँछ म तपाईहरुलाई त्यो पनि भन्ने छु। अनि तपाईलाई कस्टमर सर्भिस चाहियो भने यहाँ हेर्न सक्नुहुन्छ यो च्यानल सामेल हुनुहोस्मा रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ WhatsApp ग्राहक सेवा रहेको छ अनि टेलिग्राम रहेको छ अनि यो टेलिग्राम च्यानल रहेको छ, तीनटै रहेको छ। तपाईहरुले यसमा 10 बजेदेखि 8 बजेसम्म यसमा कस्टमर सर्भिस राम्रो छ पाउन सक्नुहुन्छ। अनि यहाँ खजानाको अप्सन रहेको छ अनि टेलिग्राम च्यानलमा तपाईहरुको कोड आउनेछ। यहाँ कोड राखेर पुरस्कार दाबी गर्नुहोस्मा क्लिक गर्नुहुन्छ भने तपाईहरुले यसबाट पनि पैसा कमाउन सक्नुहुनेछ। अनि तपाईको सबै थोक यसमा भइसक्यो। अनि रिचार्ज कसरी गर्ने त्यो पनि बताइदिसके। अनि आमन्त्रण कार्यहरु रहेको छ यो जस्तै अघि बताएको। अनि अब विथड्रको कुरा रह्यो, विथड्र चाहिँ कति मिनेटमा आउनेछ म तपाईहरुलाई त्यो पनि भन्ने छु। ल अब हेरौँ कति मिनेटमा आउनेछ विथड्र।
हेलो गाइज, मैले चाहिँ कति 4500 विथड्र गरेको थिएँ होइन, तर त्यो असफल भएर अनि फेरि मैले विथड्र लगाएको थिएँ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ मैले चाहिँ फेरि विथड्र लगाएको थिएँ कति भनेर 5100 रुपियाँ मैले विथड्र लगाएको थिएँ। यहाँ मेरो बिलमा क्लिक गर्दा हेर्न सक्नुहुन्छ मैले 5100 विथड्र लगाएको थिएँ। 5100 सफल भएको छ। मेरो यो इसेवा एकाउन्टमा पनि आएको छ। हेर्न सक्नुहुन्छ मेरो यो इसेवा एकाउन्टमा 3825 रुपियाँ नै आएको छ। विथड्र चाहिँ यसमा आएको छ है त। अनि विथड्र पनि दिँदो रहेछ यो iRobot एपले। अनि तपाईँहरूले आफ्नो रिस्कमा ढुक्क भएर अब यो आजै आएको एप हो, तपाईँहरूले यसमा डिपोजिट गरेर लगानी गरेर कमाउन सक्नुहुनेछ। अनि यसमा विथड्र पनि दिँदो रहेछ, मैले तपाईँलाई देखाइदिइसकेँ। हेर्न सक्नुहुन्छ विथड्र पनि आएको छ। लिङ्क चाहियो भने मेरो डिस्क्रिप्सनमा छ, तपाईँले त्यहाँबाट तपाईँहरूले 5100 सफल भएको छ। तपाईँहरूले त्यहाँबाट लगइन गर्न सक्नुहुन्छ। ल त गाइस, धन्यवाद। च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यस्तै भिडियो तपाईँहरूको लागि लिएर राख्नेछु। थ्याङ्क यू सो मच।